हेलो गाइस, कस्तो हुन्छ तपाईहरु? वेलकम छ तपाईलाई मेरो भ्लगमा। हजुरलाई अचम्म लागिरहा होला कि म यता घरमा छु। म हिजै आइसके थिए घर, तर मैले भ्लग बनाएन किनकि मलाई भ्लग बनाउने मुड थिएन। गाइस, हामी तिहार भन्दा पहिला कि रानी महल कि श्रीनगर जानेवाला थियौं, तर त्यो प्लान क्यान्सल भयो। हामी आज के अरे फिल्म हेर्न जानेवाला छौं। मतलब मलाई धेरै एक्साइटमेन्ट भइराछ। म अहिलेसम्म एकचोटि मात्र फिल्म हेर्न गएको, त्यो पनि सारङ्गी। अब त्यो एकचोटि गयो, अब यो दोस्रो फिल्म हो मेरो। त्यही फिल्म हलमा पहिला जुनमा गएको थिएँ नि त्यही, तर म मात्र एक्लै जाने होइन है, फेरि पुरै परिवार जाने। मेरो परिवार, अर्जुको परिवार, दुर्गा दिदीहरूको परिवार, सर दिदीहरूको परिवार, सबै जाने हो। गाइस, मैले मेकअप गरिसकेको छु। गाइस, मम्मी पनि रेडी भइसक्नु भएको छ। गाइस, सर दिदी पनि रेडी भइसक्नु भएको छ। अहिले कपाल बनाइरहनु भएको छ। दुर्गा दिदीले मेकअप गरिरहनु भएको छ। गाइस, हामी फिल्म हलमा आइसकेछौँ। हामी माथि आइसकेछौँ। हेर्नु सबैजना, झिलिमिली बत्ती निभाले है यता टिभी। गाइस, हामीले पपकर्न किनिसकेछौँ। गाइस, हामी फिल्म हलमा आइसकेछौँ। भइसकेको छ, हामी बाहिर निस्किसकेछौँ। गाइस, फिल्म सकिसकेको छ। गाइस, हामी तल आइसकेका छौँ। गाइस, हामी रेस्टुरेन्टमा आएर मोमो खाइरहेछौँ। गाइस, हामीले रसरी पनि खान थालेका छौँ। मैले आधा खाइसकेँ। गाइस, हामी घर आइसकेको छौँ, मतलब म घर आइसकेको छु। र गाइस, यो भ्लगलाई हामी गर्छौँ एन्ड बाई बाई गाइस।